आम्मै गङ्गटो ल यसरी मामे त के अरे खतरा उयो हुने भयो त पल्लोपट्टि किन एकै ठाउँ हुन्छ दुईतिरै हाल्दा भयो ल आज पनि अर्को यो भिडियोमा तपाईँहरूलाई फेरि स्वागत छ। आज चाहिँ फेरि डिफ्रेन्ट मान्छे फरक मान्छेहरू देख्दै हुनुहुन्छ। ल यहाँ हाम्रो दिपक दाइ हुनुहुन्छ। उहाँ त मेन यो भिडियोको मेन फिसिङको चाहिँ मेन रोल उही हुन्छ। खोइ धोती त सबैको हुन्छ त अनि यो ठुलो धोती हुने छोरी हो। झिक्दिनु नि त यो चाहिँ डम्फु चाहिँ यो झिक्नु बच्चा होला खेल के भन्नु भोलि बच्चालाई नै खाएर मार्नु छोरी मान्छे यसलाई यहाँ भनेको लाउनु यहाँ क्या अनि अब घोङ्गी टिप्न आउनु पर्ने रहेछ। छिटो यहाँ आइपुग्यो लु त यो 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 सबै उखाल्नु नि। त्यो त साग होइन र के होइन हौ के हो यो झार हो। ल यसो नाली साफ गरेर पनि भयो। के हो गङ्गटा सानो थियो कता स्पिड भएको गङ्गटा पनि भइहाल्यो नि हामीलाई। ए भिटामिन त भिटामिन ए आम्मै गङ्गटो ल यहाँ बस ल बहिनी त्यहाँ केही छैन अयो मजाले थाहा भयो त यतापट्टि ए गङ्गटा छोड्दै यो मलाई गङ्गटा आम्मामा यता आम्मामा गङ्गटा कत्रो यो यता पाउँछ हौ कालो पाउँछ सुहाउने यसो उठा उठा जय बजरङ्गबली यो के हो यो त होइन चिन्चुवा ल अब हामी निकै प्राउन र क्राब्स गङ्गटा चाहिँ हामीले झिँगे माछा निकै मार्यो। अब खोलामा आइसकेका छौँ। अब सरसफाइ गरेर त्यसलाई केलाइ गरेर चट्टसँगले
यसो ठ्याक्क फास्ट नभाग्नु हौ खोइ म पक्रेको थिएँ ल के लाउनु जाने गङ्गा अनि कङ्गडा चाहिँ गउँडा खाएपछि भयो जिउ तातो हुन्छ हौ हो र हिटले त पहिला ओछ्यान मुत्नेलाई खनेर कम्ता खाइन्थ्यो सानोमा अनि करेला उयो गाछ हुँदैन होइन उयो फुलहरू कुखुरा भएको त म त समाउँदिन है अघि नै तिमीलाई ल लाग्यो यो चाहिँ तपाईँको प्राउन र क्र्याब्स रहेको छ आज हामी यसलाई नै फ्राई गरेर टोङ्गासँग खानेछौँ हाम्रो दिपक दाइ चाहिँ यहाँ मरमसलालाई यसो सरसफाइ गर्दै हुनुहुन्छ ल दिपन सर पानी हाल्नुहोस् त ओपनिङ गरिदिनु पर्यो ल ल हाम्रो दिपेनजीले पानी हालेर उद्घाटन गर्दैछु म भन्दै गरेको त तिमीहरू आइगएछ फोन गरेको त अर्को एउटा खतरा फिसरम्यान अर्को फिसर वुमेन थियो सुत्केरी भइहाल्यो तेल चाहिँ कम्ती भयो कति अलिक लाउनुहोस् भयो अलिक लाउनु न हुँदैन अस्ति यति नै लगाएको भएन भयो भरे भएन थाहा यो चाहिँ हाम्रो दिपेन सरले चाहिँ यहाँ बस्ने सोफा बस्ने ठाउँ चाहिँ सोफा यो भिआइपी ठाउँ बनाउँदै हुनुहुन्छ हट त्यतिकै यतिकै भएछ त अनि सक्यो गर्ने अनि ल अङ्कलाई यो सुत्ने छोटो अँ ल अब हामी ओ मन पर्दैन होला फेरि यो मान्छे त नदेखाउनु हटाउने भरे खाएको मात्रै हो तिमीहरू यो तिमीहरूलाई मात्रै हो कि यो तिमीहरू चाहिँ अलिक पतिर मजाले मिलाएर बस्नु ल कभर भइदियो है तेरिका ऊ भइसक्यो अब त पाएको होला हौ त्यो कुरमुरे उयो देऊ न एक एकवटा दियो नानीहरू सेयर गर्दा हुन्छ दुइटा दिएर पाएको अब पाएको है सर तर नुन चाहिँ कति बेला नुन त बरु होस् नुन चाहिँ ल अलिकति अब चढाउने कार्य त्यो तिमी नै फलाक्नु ल म त फलाक्ने म त छुइनँ है फलाक्नेहरू यता दाजुहरू हुनुहुन्छ नि फलाक्ने के फलाक्नु चढाउनु पर्छ नि अनि यो कता राखेको यहाँ लु यहाँ फलाकिहाल्नुहोस् न ल फलाकिहाल्दा यो लिएर जाउँ अलिकति सानो पत्तामा पत्तामा दिवा यो पत्तामा हालेर जाउँ न यो चाहिँ अलिकति हामीले खोला नाला ठुल्ठुलो नाला न खोला नालामा आइसके पछाडि यसरी अलिकति अनि चढाउनु पर्छ यो माछा देउताहरूले के नगरोस् देउताहरूले के नगरोस् गङ्गडा देउताहरूले पनि के नगरोस् झिङ्गे देउताहरूले पनि केही नगरोस् यसरी चाहिँ हामीले खोला नालाको सबै चिजहरूलाई यसरी हामीले चाहिँ चढाएका छौँ दुःख बिरामीहरू नदियोस्
को बहिनी गएको छ ए अहिले लगिदेऊ ल आयो ल पक्र ल यो उयो थालमा नानीहरूलाई कराइमै हामी चाहिँ यहाँ राख्नु चाहिँ सरर राख्नुपर्छ क्या नानीहरूलाई अझ खान्छ नि त्यही भएर खान्छ नि ल त्यति दिँदैछ अलि एकछिनमा ल लिएछ त यसो यो यहाँ यसो सरर यो टोङ्गो तपाईँको आफ्नो ठाउँमा राख्नु पर्ने टोङ्गो छ यो यता अब यहाँ सरर सरर पखाइदिनु त ल सर पोखाइदिउँ भन्दा पनि निकालौँ होला कि तातो छ पोखाउनलाई यसरी यो त के अरे खतरा उयो हुने भयो त पल्लोपट्टि किन एकै ठाउँ हुन्छ दुईतिरै हाल्दा भयो त्यो त अद्भुत पाइरहनु भयो त कस्तो मिठो बास्ना आयो त हौ यो त संसारको त मर्द उयो भयो त हौ यो त आमामा बेला बेलादेखि मेसेज चाहिँ गर्नु पर्दो रहेछ कि यसलाई चाहिँ अब लगाइहाल्नु मलाई भयो ल अब कस्तो तातो भाइ ल यहाँ अब त खाएँ ल टाइपको क्या झ्याङकुरी पनि आयो त भने ल हजुरहरू पानी पनि आउनु भयो है लिनुहोस् है यता ल भने चाहिँ यता ल ल हौ त्यसै लु सबैलाई ल ल यो खाएँ ल अरे क्या ल त लु सर दामी भिजेको रहेछ आमामा सास पनि फेर न हौ तपाईँ चाहिँ काम ठोकाएर राख्नु भएको नि ए राख्नु हुँदैन पो त ल शीतल पनि ट्राई गर्नुहोस् त मामा घाममा सबै घामहरू मेट्यो यो तेरि घाउ साइडमा गएर ऊ आउँदैछ त बाँकी कहिले पो आउँदैछ अरे फेरि मागेर छोड्नु अब बाँकी आउँदैछ अरे क्या हजुर बाँकी आउँदैछ अरे अब यो चाहिँ के गर्नु अरे यो ल अब हामीले यसो बगाइदिनु या माथि राख्नु माछा माऱ्यौँ गङ्गटा समात्यौँ झिँगे माछा समात्यौँ अब खाइयो पियो अब हामी आफ्नो घरतर्फ लाग्दैछौँ बाँकी अब हामी अर्को भिडियोमा फेरि पुनः भेट्नेको बाचाका साथ अहिले हामी सबैजनाले टाटा बाई बाई भन्न चाहन्छु ल ओके बाई ल ओके रमाइलो भयो आज